24 नोभेम्बर 2026 यो डेट कतै टिपेर राख्नुहोला। यो दिन नेपाल युएनको गरिबहरूको लिस्टबाट त हट्छ, तर के यो खुसी मनाउने दिन हो कि यो नेपालको अर्थतन्त्रको लागि थापिएको एउटा धराप हो? के तपाईलाई थाहा छ हामीले खाइरहेको औषधिको मूल्य रातारात बढ्यो भने, हाम्रो देशले पाइरहेको अनुदान रातारात रोकियो भने के हुन सक्छ? नयाँ सरकारले हामीलाई उज्यालो पाटोतिर त देखाउँदैछ, तर यो भित्र लुकिएका धेरै अँध्यारा पाटाहरू छन् जसको बारे हामीले थाहा पाउन जरुरी छ। आजको भिडियोमा हामी नेपाल कम विकसित सूचीबाट अथवा लिस्ट डेभलप नेसनको लिस्टबाट हट्दाका गोप्य कुराहरू खोल्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला, किनभने यो हाम्रो भविष्य र खल्तीसँग जोडिएको छ। नमस्कार, स्वागत छ हजुरहरूलाई नेपाल एडुभर्सको युट्युब च्यानलमा। म गणेश नेउपाने। आज हामी एलडीसी यानि कि लिस्ट डेभलप्ड कन्ट्री र त्यसबाट नेपाल बाहिर निस्किदाका परिणामहरूको बारेमा डिटेलमा चर्चा गर्नेछौँ। एलडीसी भनेको के हो, आउनुहोस् चर्चा गरौँ। यो कहानीको सुरुवात 55 वर्ष अगाडि अर्थात् 1971 मा सुरु भएको हो। त्यति बेला युनाइटेड नेसनले के महसुस गर्यो भने सबै देशहरू एउटै रफ्तारमा दौडिरहेका छैनन्। केही देशहरू तुलनात्मक हिसाबमा पछाडि परेका छन् अरू देशहरू भन्दा। त्यस कुरालाई एड्रेस गर्नको लागि युएनले ती कन्ट्रीहरूको छुट्टै एउटा लिस्ट बनायो, जसलाई लिस्ट डेभलप कन्ट्रीको छुट्टै बास्केट भनिन्छ। यसको उद्देश्य भनेको एउटै थियो, कसैलाई पनि पछाडि नछोड्ने, लिभ नो वान बिहाइन्ड, जसको तहत विकसित देशहरूले यी देशहरूलाई सपोर्टहरू गर्दै जाने, जस अन्तर्गत यस देशहरूलाई कर नलगाउने, ग्रान्ट दिने र प्राविधिक सहयोगहरू गरेर देशलाई विकसित देशमा परिणत गराउने। यसको कमान्ड युएन आफैले लिएको छ, तर यसलाई सूक्ष्म रूपमा अनुगमन गर्न भने एउटा कमिटी बनाइएको छ, कमिटी फर डेभलपमेन्ट पोलिसी। अब जानौँ कुनै पनि देशलाई एलडीसीमा कसरी वर्गीकरण गरिन्छ। यसलाई वर्गीकरण गर्नको लागि कमिटी फर डेभलपमेन्ट पोलिसीले हरेक 3 वर्ष हरेक देशको जाँचबुझ गर्छ। जाँचबुझ गर्दाखेरि उसले 3वटा मुख्य मापदण्डहरू तय गरेको छ। त्यसको आधारमा एलडीसी क्याटेगोरीमा क्याटेगोराइज गरिन्छ। यसको पहिलो मापदण्ड छ पर क्यापिटल इन्कम। त्यसको लागि यदि कुनै पनि देशको पर क्यापिटल इन्कम $1088 भन्दा कम छ भने त्यो देशलाई लिस्ट डेभलप क्याटेगोरीमा राखिन्छ र लिस्ट डेभलप क्याटेगोरीबाट माथि जानको लागि चाहिँ प्रति व्यक्ति आय $1300 भन्दा माथि हुनुपर्छ। यस अन्तर्गत एउटा विशेष नियम पनि छ, जसमा यदि कुनै पनि देशले आफ्नो प्रति व्यक्ति आय $3918 भन्दा माथि पुर्याउन सकेमा उसलाई सिधै विकसित देशको श्रेणीमा पनि लैजान सकिन्छ। अर्को मापदण्ड रहेको छ मानव सम्पत्ति सूचाङ्क, जसलाई ह्युमन एसेट्स इन्डेक्स भनिन्छ, जसमा जनताको जीवनस्तर र क्षमताको मापन गरिन्छ। जसलाई मापन गर्नको लागि मल्टिपल क्राइटेरियाहरूमा गरिन्छ, जस्तै 5 वर्ष मुनिका बच्चाहरूको मृत्युदर, मृत्युदर र एडल्ट लिट्रेसी रेट अथवा हायर एजुकेसनमा भर्ना हुने मान्छेको रेट, यी कुराहरूलाई मापन गरेर स्कोर दिइन्छ र कुनै पनि देश लिस्ट डेभलप कन्ट्रीबाट माथि जानको लागि चाहिँ 66 भन्दा बढी स्कोर गर्नुपर्ने हुन्छ। अर्को मापदण्ड रहेको छ आर्थिक तथा वातावरणीय जोखिम, जसमा कुनै पनि देश आर्थिक रूपमा कतिको सबल छ अथवा वातावरणीय रूपमा कतिको सबल छ भनेर चेक गरिन्छ। जसमा चेक गर्नको लागि आर्थिक रूपमा कुनै पनि देश कतिको स्ट्रङ छ त, उसले कतिको सामानहरू एक्सपोर्ट गर्छ, के एउटा मात्रै सामान एक्सपोर्ट गरेर डिपेन्डेन्ट छ कि धेरै सामानहरू एक्सपोर्ट गर्छ, र अन्तर्राष्ट्रिय बजारमा कतिको अस्थिरता छ, ती कुराहरूलाई चेक गरिन्छ। वातावरणीय जोखिमबाट देश कतिको बच्न सक्छ, जनसङ्ख्या कतिको प्रभावित छ र त्यसबाट जोगिनको लागि देशले के गरिएको छ ती कुराहरू हेरिन्छ। यस्तो कुराहरू चेक गरेर युएनले त्यसलाई स्कोर दिन्छ र स्कोर 32 भन्दा कम हुनुपर्छ। यसमा चाहिँ कम स्कोर लिएर आउने चाहिँ के मानिन्छ, राम्रो मानिन्छ। युएनले लिस्ट डेभलप क्याटेगोरी जस्तै देशहरूलाई अरू क्याटेगोरीमा पनि डिभाइड गरेको छ। जुन सबल देशहरू, विकास भइसकेका देशहरू छन्, उसलाई डेभलप्ड कन्ट्रीमा लिस्ट डाउन गरिएको छ भने जुन देशहरू अब भर्खर विकासको तर्फ लम्किएका छन् उनीहरूलाई इकोनोमिक इन ट्रान्जिसनको लिस्टमा राखेको छ। भने नेपाल जस्तो देशलाई चाहिँ डेभलपिङ कन्ट्रीको पनि सब क्याटेगोरी लिस्ट डेभलप कन्ट्रीको लिस्टमा राखिएको छ, जुनबाट नेपाल 24 नोभेम्बर 2026 मा बाहिर निस्किँदै छ। अब जानौँ नेपाल लिस्ट डेभलप कन्ट्रीबाट के को आधारमा चाहिँ बाहिर जाँदैछ त? के हाम्रो देश साँच्चीकै विकास भइसकेको हो त त्यो कारणले बाहिर जाँदैछ कि
अरू नै केही तिगडम छन् यो भित्र, त्यो कुरो डिटेलमा जानौँ। युएनले हरेक 3 वर्षको अन्तरालमा हरेक देशलाई चेक गर्छ कि त्यो लिस्ट डेभलप कन्ट्रीबाट बाहिर निकाल्न सकिन्छ कि सकिँदैन भनेर। यो चेक 2015 मा, 2018 मा र 2021 मा गर्दाखेरि नेपालले यो तीनैवटा पिरियडमा यो चेक कम्प्लिट गरेको थियो। यो चेकमा चाहिँ 3टा कन्डिसनहरू मध्ये 3टा मापदण्डहरू मध्ये 2टा मापदण्डमा देशले काम गरेको हुनुपर्छ। पहिलो मापदण्ड जुन पर क्यापिटल इन्कम थियो त्यसमा $1306 भन्दा बढी इन्कम हुनुपर्छ। दोस्रो जुन एचएआई को मापदण्ड थियो त्यसमा 66 भन्दा बढी स्कोर गरेको हुनुपर्छ र तेस्रो जुन आर्थिक तथा वातावरणीय जोखिम थियो त्यसमा 32 भन्दा कम स्कोर गरेको हुनुपर्छ। नेपालले पछिल्लो 3टैवटा रिभ्यूमा पहिलो जुन कन्डिसन छ त्यसलाई पास नगरी दोस्रो र तेस्रो कन्डिसनको आधारमा मात्रै के गरेको छ त नेपालले पास गरेको छ। यसबाट हामीले के थाहा पायौँ त भन्दा नेपाल धनी भएर होइन, अलिकति शिक्षित र अलिकति स्वच्छ भएको कारणले गर्दाखेरि नेपाल यसबाट बाहिर निस्किँदै छ। यसको लागि चाहिने जुन 66 को स्कोर मध्ये नेपालले 77.48 स्कोर गरेको थियो र जुन 32 स्कोर भन्दा कम स्कोर गर्नुपर्ने थियो त्यसमा अलिकति कम 28 स्कोर गरेको थियो। यो एलडीसी को क्याटेगोरीबाट बाहिर निस्किँदाखेरि नेपालले अनौठो एक्जाम्पल सेट गरेको छ। त्यसका 3 मुख्य कारणहरू छन्। एउटा भनेको धनी नभएर नै हामी के हुँदैछौँ त एलडीसीबाट बाहिर निस्किँदै छौँ, जहाँ हामीले पहिलो कन्डिसन फुलफिल नगरेर दोस्रो र तेस्रो कन्डिसन भनेको प्रति व्यक्ति आएको कन्डिसन चाहिँ फुलफिल गरेको छैनौँ। अर्को एचएआई र जुन वातावरण र आर्थिक छ त्यो कन्डिसन फुलफिल गरेर नै हामी ग्रेजुएट हुँदै छौँ। दोस्रो भनेको 2015, 18 र 21 को 3टै टेस्ट पास गरिसकेपछि पनि 2015 र 18 मा हामीले नाकाबन्दी र भूकम्पलाई देखाएर हामी ग्रेजुएट हुँदैन भन्यौँ र 2021 मा हामीले कोभिडलाई देखाएर हामी ग्रेजुएट हुँदैन भन्यौँ। भन्नुको मतलब हामी ग्रेजुएट भइसकेपछि पनि होइन हामी गरिबै बस्न चाहन्छौँ भनेर हामीले त्यसबाट माथि उठेनौँ र 2021 मा ग्रेजुएट हुने बेलामा जेनरली युएनले 3 वर्षको टाइम ग्रेस पिरियड दिन्थ्यो। हामीले 5 वर्षको रिक्वेस्ट गऱ्यौँ र युएनले त्यो ग्रान्ट गरिदियो जुन 24 नोभेम्बर 2026 मा सकिँदैछ र अब हामीसँग कुनै बहाना छैन। अब हामी एलडीसीबाट बाहिर निस्किनु पर्ने हुन्छ। साथीहो, अब जानौँ एलडीसी मा हुँदाखेरि नेपालले के फाइदा लिइरहेको छ त। सुन्दाखेरि अचम्म लाग्न सक्छ, तर एलडीसी भनेको एउटा भिआइपी पास जस्तै हो। हामी गरिबै भए पनि हाम्रो लागि लागेको यो ट्यागले हामीलाई धेरै फाइदा दिइरहेको छ। पहिलो फाइदा हो आर्थिक तथा व्यावसायिक फाइदा, जसमा विदेश देशहरूमा सामान पठाउँदाखेरि नेपालले कर तिर्नु पर्ने थिएन। गलैँचा रेडिमेड गार्मेन्ट्सहरू एक्सपोर्ट गर्दाखेरि बेलायत, अमेरिका जस्तो विकसित देशहरूले ड्युटी फ्री नै इम्पोर्ट गरिदिन्थे, जसले गर्दाखेरि नेपालको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सजिलो भइरहेको थियो। युरोपियन देशहरूले आर्म्स र एनिमेसन बाहेकका अरू सामग्रीहरू किन्दाखेरि नेपाललाई कुनै पनि किसिमको भन्सार करहरू लगाउँदैनन्। दोस्रो फाइदा हो स्वास्थ्य र सामाजिक फाइदा। यसमा मेन फाइदा भनेको हाम्रो नेपालले यदि एलडीसी कन्ट्रीमा रहँदाखेरि विदेशी देशहरूबाट कुनै पनि औषधिमा लिएको प्याटेन्टमा रोयल्टी तिर्नु पर्दैन। वर्ल्ड ट्रेड अर्गनाइजेसनले नै टिआरआइपिएस एग्रिमेन्ट अनुसार एलडीसी का अन्तर्गत पर्ने देशहरूले विदेशी औषधिको रोयल्टी तिर्नु नपर्ने भनेर प्रावधान गरिएको छ। तेस्रो फाइदा भनेको फाइनेन्सियल एन्ड क्लाइमेट सपोर्ट हो, जस अन्तर्गत नेपाल जस्तो देशहरूले विकसित देशहरूको कुल आयबाट 0.15 देखि 0.20% सम्मको डोनेसनहरू पाउने गरिएको थियो, जुन रकम अनुदानको रूपमा विकसित देशहरूले एलडीसी देशहरूलाई दिने प्रावधान रहेको छ। र अर्को फाइदा भनेको एलडीसी कोषबाट नेपालले जलवायु परिवर्तनको कारणहरूले आउने हिमनदी तथा बाढी पहिरोसँग लड्नको लागि सर्टेन बजेटहरू पाउने गरेको थियो, जुन विकसित देशहरूले पाउने गर्दैन। अर्को फाइदा भनेको युएनको अन्तर्राष्ट्रिय मञ्चमा नेपालले पाइरहेको सहुलियत हो, जसमा हाम्रो प्रतिनिधिहरूले, फरेन डिप्लोमेट्सहरूले विदेशको मिटिङहरू अटेन्ड गर्न जाँदाखेरि लाग्ने हवाई खर्चहरू, बस्न खाना लाग्ने खर्चहरू प्रायः जसो युएनले नै बिहोर्ने गरेको छ। त्यसको लगायत युएनको विभिन्न सदस्यताका लागि दिइने फीमा पनि एलडीसी कन्ट्रीहरूले भारी डिस्काउन्ट पाउने गरेको छ। तथ्याङ्कका अनुसार एलडीसी को कारणले नेपालले वर्षौनी 12 अर्ब भनेको $90 मिलियन बराबरको फरेन एक्सपोर्ट ड्युटीहरू सेभ गरिरहेको थियो। त्यस लगायत औषधिमा पनि नेपालले अर्बौंको सेभिङ गरेको थियो, किनभने रोयल्टीहरू फरेन औषधिमा तिर्नुपर्ने थिएन।
अब सोचौँ नोभेम्बर 2026 मा यी सबै सेवा सुविधाहरू एक्कासी बन्द हुँदाखेरि नेपालको अर्थतन्त्रमा कस्तो झट्का लाग्छ होला। उसो भए के एलडीसीले नेपाललाई फाइदा मात्रै दिइरहेको थियो त? के एलडीसी नेपालको लागि फाइदादायक मात्रै थियो त? के त्यसका कुनै डिसएडभान्टेजहरू थिएनन्? जस्तै साथीहरू, एउटा विद्यार्थी सधैँभरि छात्रवृत्तिमा बसिरहनु भनेको उसको लागि एउटा आर्थिक सहयोग हुन सक्छ, तर लङ टर्ममा त्यसले उसलाई परनिर्भरतातिर लैजान्छ। त्यस्तै कुनै पनि देश एलडीसीमा बसिरहनु भनेको टेम्पोररीली त सर्टेन बेनिफिटहरू होला, तर लङ टर्ममा देश ग्रो गर्नको लागि योभन्दा बाहिर पक्कै निस्किनु पर्ने हुन्छ। आउनुहोस् डिस्कस गरौँ एलडीसीमा हुँदाखेरिका बेफाइदाहरू के छन् त। पहिलो बेफाइदा भनेको नकारात्मक छवि अथवा इन्टरनेसनल ब्रान्डिङ हो। के गरिबको ट्याग लाग्नु राम्रो हो त? गरिबको ट्याग लाग्नाले गर्दाखेरि हाम्रो देशमा बस्ने सामानहरूलाई विदेशमा सब क्याटेगोरीको रूपमा अथवा सब स्ट्यान्डर्डको रूपमा ट्रिट गर्दै आइरहेको छ। एलडीसी कन्ट्रीबाट बाहिर जाने सामानहरूलाई सस्तोमा किन्ने बेच्ने जस्तो गर्ने पनि गरिन्छ। अर्को भनेको पर्यटनमा पर्ने असर हो। विदेशी टुरिस्टहरूले नेपाल अथवा एलडीसी क्याटेगोरीका कन्ट्रीहरू भिजिट गर्न अलि हेजिटेट गर्छन्, किनभने यसलाई तल्लो दर्जाको कन्ट्रीको रूपमा लिइन्छ। एलडीसीबाट माथि जानु भनेको हाम्रो देशको स्तर मात्रै माथि जानु होइन, वर्ल्ड वाइड नै हेर्ने इमेज पनि राम्रो हुनु हो। अर्को बेफाइदा भनेको जुन फरेन डाइरेक्ट इन्भेस्टमेन्टहरू छ त्यो जब हाम्रो कन्ट्री एलडीसीमा छ त्यसमा आउने चान्सेस एकदम कम हुन्छ। फरेन कम्पनीहरू जस्तै एप्पल, स्यामसङ अथवा इन्टरनेसनल मल्टिनेसनल कम्पनीहरूले एलडीसी कन्ट्रीहरूमा जेनरली इन्भेस्ट गर्दैन। अर्को भनेको सहायतामा निर्भरता, जसलाई एड एडिक्सन पनि भनिन्छ। एलडीसीमा क्याटेगोराइज हुनु भनेको अरूमा निर्भर हुनु हो। विकसित देशहरूले पैसा दिइहाल्छन् नि, सहयोग आइहाल्छ नि भनेर हामी सधैँ अरूमा डिपेन्डेन्ट भइराख्नु हुँदैन। अहिलेसम्म नेपाल एलडीसीको सुविधालाई बैशाखीको रूपमा प्रयोग गर्दै आइरहेको थियो। बैशाखी चढेर हामी हिँड्न त सिक्छौँ तर कहिले पनि दौडिन सिक्दैनौँ। त्यही भएर नोभेम्बर 2026 भनेको हाम्रो लागि एउटा चुनौती मात्र होइन, एउटा अवसर पनि हो। एलडीसीको बैशाखीलाई त्यागेर आफ्नै खुट्टामा हिँड्न र दौडिन सिक्ने एउटा अवसर पनि हो। एलडीसीबाट ग्रेजुएट भएर माथिल्लो तहमा जाँदाका फाइदाहरू भनेको हाम्रो देशमा फरेन इन्भेस्टमेन्टहरू आउने चान्सेसहरू बढेर जान्छ, विदेशीहरूको भ्रमण पनि बढेर जान्छ, किनभने एलडीसीबाट ग्रेजुएट भएको देशलाई अलिकति विकासोन्मुख देशको रूपमा लिइन्छ र जसमा विदेशीहरू भ्रमण गर्न पनि रुचाउँछन्। त्यस्तै हामीमा एउटा आफैमा आत्मनिर्भरताको भावना पनि बढेर जाने देखिन्छ। अब हामी चर्चा गरौँ नेपालको भविष्य र अब आएको नयाँ सरकारले के रणनीति अपनाउनु पर्छ त भनेर। एलडीसीबाट नोभेम्बर 2026 मा ग्रेजुएट हुनु भनेको नेपालको लागि एउटा सुखद घटना हो र हाम्रो देशमा पहिलोचोटि एउटा स्टेबल गभर्नमेन्ट बन्दैछ। त्यसको लागि रासोपालाई पनि म एकदम बधाई दिन चाहन्छु। रासोपाको एकलौटी सरकार बन्दैछ। पहिलाको जस्तो गठबन्धनको सरकार नबन्दाखेरि धेरै कुराहरू गर्न इम्प्लिमेन्ट गर्न सजिलो हुन्छ। सजिलो सँगसँगै यसले मल्टिपल चुनौतीहरू पनि निम्त्याएको छ। हाम्रो देशको लागि एउटा स्टेबल गभर्नमेन्ट बन्नु सुखद खबर हो भने विश्व अहिले विश्वद्वन्द्वतिर जाँदैछ। मिडल इस्टको वर्ल्ड वार जस्तो सिचुएसनमा हामीले धेरै कुराहरू ट्याकल गर्नुपर्ने छ। एलडीसीको फाइदाहरू रोकिनु सँगसँगै हाम्रो देश एउटा उच्च ऊर्जा सङ्कटबाट पनि गुज्रिनुपर्ने देखिन्छ, जसको लागि सरकारले सर्ट टर्म र लङ टर्मको लागि छोटा छोटा स्ट्राटेजी बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ। सर्ट टर्ममा गभर्नमेन्टले सर्टेन स्टेपहरू लिनुपर्ने देखिन्छ। पहिलो स्टेप भनेको जुन ऊर्जा सङ्कटबाट बढ्ने प्राइसहरू र इन्फ्लेसन छ यसलाई कन्ट्रोल गर्नको लागि गभर्नमेन्टले सर्टेन फन्डहरू बनाएर यसबाट आउने सङ्कटलाई सिधै जनताको खल्तीमा असर नपर्ने र अलिकति डिस्ट्रिब्युटेड तरिकाले सेयरिङ तरिकाले फन्डहरू बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ। अर्को भनेको एलडीसी ग्रेजुएसन सँगसँगै नेपालले जुन छुट पाइरहेको थियो फरेन एक्सपोर्टमा त्यो रोकिन्छ। त्यसलाई न्यूनीकरण, त्यसबाट आउने असरलाई न्यूनीकरण गर्नको लागि जीएसपी को सुविधा लिन सक्छ नेपालले, जसको लागि नेपालले तुरुन्तै कूटनीतिक पहलहरू चाल्नुपर्ने देखिन्छ। एलडीसीको ग्रेजुएसनसँगै जुन एक्सपोर्ट ड्युटी रिलिफ पाइरहेको थियो नेपालले, त्यो नपाउनाले गर्दाखेरि हाम्रो सामानहरू अन्तर्राष्ट्रिय बजारमा महँगिन जान्छन्, जसको प्रभावलाई न्यूनीकरण गर्नको लागि हाम्रो स्थानीय व्यापारीहरूलाई सरकारले क्यास डिस्काउन्ट दिनुपर्ने देखिन्छ। अर्को भनेको हामीले जुन रोयल्टीमा पाइरहेको छुट थियो, जुन औषधिको पेटेन्टको लागि हामीले जुन रोयल्टी तिर्नुपर्ने थिएन त्यो तिर्नुपर्ने समस्या एकैचोटि आउन सक्छ। त्यसको लागि हामीले इन्टेलेक्चुअल प्रोपर्टी राइट पोलिसीहरू बनाएर हाम्रो पोलिसीहरूलाई डब्ल्युटिओ को पोलिसीसँग
स्ट्यान्डर्डाइज गराएर सुधार लिएर आउनुपर्ने देखिन्छ। सरकारको लागि दीर्घकालीन रणनीति भनेको भौतिक सामानहरू एक्सपोर्ट गर्दाखेरि विभिन्न एक्सपोर्ट क्लियरेन्स, कस्टम क्लियरेन्सका समस्याहरू भोग्नुपर्ने हुन्छ। तर आइटी अथवा सफ्टवेयर रिलेटेड सर्भिसहरू एक्सपोर्ट गर्दाखेरि यी समस्याहरू भोग्नुपर्ने हुँदैन। नेपालले अब एक्सपोर्ट गर्दाखेरि गलैँचा, चिया अथवा रेडिमेड गार्मेन्ट्स मात्रै नगरेर अब सफ्टवेयर र आइटी हबहरू बनाएर हामीले सर्भिस एक्सपोर्ट गर्नुपर्ने देखिन्छ। त्यस्तै हामीले इनर्जी एक्सपोर्ट पनि गर्न सक्छौँ। भारत बङ्गलादेशसँग अहिले चलिरहेको जुन इनर्जीको एग्रिमेन्टहरू छ त्यसलाई अझै कार्यान्वयन गरेर हामीले अझै फरेन करेन्सीहरू कमाउन सक्छौँ। अहिले बनेको बहुमतको सरकारले अनावश्यक प्रशासनिक झमेलाहरूलाई हटाएर फरेन इन्भेस्टमेन्टलाई एकद्वारदेखि सुविधा दिएर प्रभावकारी बनाउनु पर्ने देखिन्छ। अर्को भनेको नेपाल ग्रे लिस्टमा परेको धेरै लामो समय भयो। नेपालले आफ्नै क्रेडिट रेटिङ गराएर क्रेडिट रेटिङ सुधारेर विश्व बजारमा लोन लिँदाखेरि अथवा आर्थिक सहयोगहरू लिँदाखेरि ब्याज दर कम गराउनु पर्ने देखिन्छ। अहिलेको सरकारको लागि यो अवस्था भनेको दुईवटा कुकुरीको धारमा हिँड्नु जस्तै हो। एउटा त हामीले एलडिसीबाट पाउने सेवा सुविधाहरू आकस्मिक रूपमा रोकिनेछन् भने अर्को मिडल इस्टमा चलिरहेको वारले हाम्रो ऊर्जा सङ्कट बढाएको छ। यो कुरालाई ट्याकल गर्नको लागि हामीले ट्रेडिसनल पोलिसीहरू र ट्रेडिसनल कूटनीतिहरू अपनाएर हुँदैन। नेपालले डिफेन्सिभ भन्दा पनि यसलाई अफेन्सिभ तरिकाले ह्यान्डल गर्नुपर्ने हुन्छ। हाम्रो देशमा भएको आन्तरिक द्वन्द्वहरूदेखि लिएर बाह्य द्वन्द्वहरूलाई कन्ट्रोल गरेर फेरि हामीले यसलाई नयाँ पोलिसीद्वारा यसलाई ह्यान्डल गर्यो भने देशले साँच्चै नै विकास चुम्न सक्छ। निष्कर्षमा भन्नुपर्दा नोभेम्बर 2026 हाम्रो लागि एउटा ओभरअलमा राम्रो डेट हो। हाम्रो देश एउटा गरिबीको ट्यागबाट लिस्ट डेभलप कन्ट्रीको ट्यागबाट बाहिर निस्किँदैछ। यसलाई हामीले चुनौती भन्दा नि अवसरको रूपमा लिएर ह्यान्डल गर्नुपर्नेछ। हाम्रो देशमा इन्टरनल्ली पनि धेरै पोजिटिभ कुराहरू भइरहेका छन्। हाम्रो देशले धेरै समयपछि एउटा स्टेबल गभर्नमेन्ट पाएको छ। यदि यो गभर्नमेन्टले राम्रो पोलिसी बनाएर अन्तर्राष्ट्रिय सम्बन्धहरू सुधार्दै लैजाने हो भने यो हाम्रो लागि एउटा टर्न अराउन्ड पोइन्ट पनि बन्न सक्छ। हजुरहरूलाई के लाग्छ? के यो ऐतिहासिक मोडबाट हाम्रो देश अगाडि बढ्छ त? के हाम्रो देश अब लिस्ट डेभलपिङ जस्ता टर्महरूलाई छोडेर सिधै डेभलप्ड नेसनमा काउन्ट हुन सक्छ त? कति समय लाग्ला त्यो गर्नको लागि? अहिलेको गभर्नमेन्टको काम गराएर स्टाइलबाट हामीले के एक्सपेक्ट गर्न सक्छौँ? यी कुराहरू कमेन्टमा लेखेर भनिदिनु होला। साथै साथीहरू, हामीले लामो अन्तरालपछि एउटा भिडियो बनाएका छौँ र हामी हजुरहरूलाई बाचा गर्दैछौँ कि अब हामीले रेगुलर रूपमा भिडियोहरू अपलोड गर्नेछौँ। हजुरहरूले यस्तै माया दिँदै जानुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ। यो भिडियोहरूलाई साथीहरूसँग सेयर गरेर हाम्रो च्यानललाई सब्सक्राइब गरेर लाइक गरेर कमेन्ट गरेर आफ्नो प्रतिक्रियाहरू दिएर सपोर्ट गर्दै जानुहोला। जय नेपाल।